साथीहरु मेरो फुलको फुलबारी देखाउँछु ल तपाईहरुलाई। फुलबारी मेरो घरको फुलबारी है यो चाहिँ। सरर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 
दिल गार्डन गार्डन हो गया। चलो भाइ, सुमन भाइ आउनु है, लु जाउँ। हामी हिँड्यौँ शिवगञ्ज बजार। के गर्नु साथीहरू, पानी आउन लागेको छ तर हामी पसल छोड्दिनौँ, पसल हिँड्छौँ। कहाँ हिँड्नु कि कान्छी? तर हामी पसल जान्छौँ साथीहरू। पसल नगइकन माम कताबाट आउँछ होइन? त्यसको लागि त खेती गर्नु पर्यो। हामी भनेको खेती गर्दैनौँ, हामी खेती नगर्ने पर्यौँ। खेती गऱ्यो भने पसल छुट्छ होइन? अनि त्यही भएर खेती गर्न गाह्रो छ हो। अहिले सबैको भाउ बढेको छ, त्यही भएर अहिले हामी खेती चाहिँ गर्दैनौँ। त्यही भएर अब के गर्नु साथीहरू। साथीहरू कस्तो राम्रो फुल हेर्नु न, धेरै राम्रो राम्रो फुल छ। यो यहाँ चाहिँ गोपाल नर्सरी के हो त दिदी? गोपाल नर्सरी होइन? साई 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 कृषि गोपाल नर्सरी भयो आउँदैन मलाई भन्न। नर्सरी छ यहाँ चाहिँ धरमपुर चोकमा होइन? गोपाल नर्सरी भन्दा भइहाल्यो त हो नि। कस्तो राम्रो राम्रो फुलहरू छ साथीहरू, आउनु होला गोपाल नर्सरी। यस्तो राम्रो राम्रो फुलहरू फुलेका छन्, आउनु होला, भिजिट गर्नु होला साथीहरू। हेर्नु र कति राम्रो राम्रो छ। अलिक दिनमा झन् राम्रो राम्रो फुलहरू आउँछ, लिन आउनु होला किन्नलाई। हमारा हालत ऐसा है, गएको हामी पसल। के छ दाजु, सन्चै हुनुहुन्छ? के खाता साता बोकेर हिँड्नुभएछ? कारबारी पर्यो होइन? त्यही त नि हो, गाह्रो छ हो। तलब बेगरको काम, तलब माग्ने बेला भयो हो र। ल जाम। यहाँ है हमारा पतिदेव, बिरामी है, बिरामी एकदम बिरामी, शिक्षित बिरामी है। के गर्नु होइन? गर्दा भन्दै जाँदाखेरि त्यस्तै हुन्छ, के गर्नु। मदन भेन आएका छन् कि छैनन् हेरौँ न।